के हुन्छ होला यदि तपाईँहरूले अर्को सेन्टरमा एउटा दुलो बनाउनु भयो भने र त्यसमा हाम फाल्नु भयो भने के तपाईँ बिचमा गएर अड्किनुहुन्छ या तपाईँहरू माथिदेखि तल भइराख्नुहुन्छ सधैँको लागि या तपाईँहरू अर्को तुलोबाट एकदमै स्पिडले बाहिर निक्लिनुहुन्छ। बेसिकली यसमा जब तपाईँहरू यो दुलोभित्र हाम फाल्नुहुन्छ तपाईँहरू एकदमै स्पिडमा जानुहुन्छ किनभने अर्को ग्राभिटीले तपाईँहरूलाई पुल गरिरहेको हुन्छ र तपाईँहरू एकदमै गइराख्नु भएको हुन्छ अर्को सेन्टरमा। तर तपाईँहरू अर्को सेन्टरमा पुग्नु आँट्नु भएको हुन्छ त्यहाँनिर एउटा मास हुन्छ जसले चाहिँ तपाईँलाई सेन्टरमा तानिरहेको हुन्छ। त्यसको पावर चाहिँ बिस्तारै बिस्तारै कम भइरहेको हुन्छ। जब तपाईँहरू सेन्टरमा पुग्नुहुन्छ अराउन्ड 21 मिनटसम्म तपाईँ मुनि झरिरहेको बेला त्यति बेला हाम्रो अर्थको कोरले तपाईँलाई हरेक डाइरेक्सनमा पुल गरिरहेको हुन्छ। यदि तपाईँलाई डिरेक्टली एकदमै टेलिपोर्ट गरिदिएको भए अर्थको बिचमा तपाईँ त्यहाँनिर सधैँको लागि त्यहीँनिर फस्नुहुन्थ्यो। यो केसमा जब तपाईँहरू माथिदेखि हाम फाल्नु भएको हुन्छ 11 किलोमिटर पर सेकेन्डको स्पिडमा तपाईँ ट्राभल गर्दै हुनुहुन्थ्यो। तर यो केसमा तपाईँहरू एकदमै स्ट्रेट थ्रु निक्लिनुहुन्छ यसको आधार पार अर्को साइडपट्टि किनकि तपाईँहरू एकदमै स्पिडमा हुनुहुन्थ्यो। जसरी तपाईँहरू अर्को साइड अफ द होलबाट तपाईँ बाहिर निक्लिनुहुन्छ त्यतिखेर मात्र तपाईँहरू रोकिनुहुन्छ अनि फेरि भित्र तपाईँहरू जानुहुन्छ। यदि तपाईँलाई अर्को साइडमा कसैले पक्रेन भने यदि तपाईँलाई कसैले पनि क्याच गरेन भने तपाईँ यसरी नै माथि तल एकदमै रबर ब्यान्ड जस्तो हुनुहुन्छ अर्को भित्र सधैँको लागि। र अहिलेसम्ममा पनि पुरै दुनियाँमा अहिलेसम्म यो खनेको छ भने त्यो चाहिँ 1/3 भाग हाम्रो क्रस्टमा गरिएको छ अनि त्यो पनि गरिएको थियो 1970s मा। यदि तपाईँलाई यस्तै खालको भिडियो मनपर्छ भने मलाई फलो गर्नु नबिर्सिनु होला र यो रिल्सलाई लाइक गर्नु नबिर्सिनु होला।